भने चाहिँ हामी चाहिँ रत्त होला चाहिँ होइन यो पक्रिनु चाहिँ झ्याप्प आज चाहिँ जेम्ससँग भेट कति वर्ष पछाडि भयो? अलमोस्ट लाइक 1.5 टिकट भयो होइन मोर 16 इयर्स अनि यहाँ हाम्रो बाजेसँग आज साह्रो रमाइलो चाले रत्त खोलामा हिँडेको यादहरू। यहाँ मेरो मित भाउ अनि यहाँ ड्राइभिङमा चाहिँ ल उहाँले खोलाको माछा चाहिँ सबै हाम्रै नाममा लेखेको छ भन्ने कुन कुन नाम भएको माछाहरू छ भन्ने कुरो अघि आइसक्यो। अब वेलकम टु नेपाल। अहिले हामी रत्त खोलामा छौँ, एकदमै खुसी लागिरहेको छ यहाँनिर। ओइ के हो भने सोलर हेर न यहाँनिर ओमेला चाहिँ खाला जित्नु छ। हामी त रत्त खोलामा पो छौँ। हामी त रत्त खोला ल बुबु हार्का जम्मै हान्नु त थियो। कुन खालको हनाइ हो फेरि? हानु जान्छ ओरिजिनल पर एउटा परेन नि एउटा। कति पर्यो? ओरिजिनल भनेपछि त्यस्तो हुन्छ नि। आफ्नो चाहिँ भुइँ देखा न अम्बो टेबल अब यो टेबल हुनु पर्यो नि किन? यो 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 खोलामा कसले टेबल ल्याएको? यहाँ त तर छैन छ माछा पोलिँदैछ यहाँ। ला 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 ला। ठिकै छ एकदम। के हो त्यो चाहिँ पोलेको? आदि पानी मलाई त अहिले के लगाइदियो कि अलिकति लगाइदियो थोरै बात पनि भयो बेसी भयो। आज पिकनिक बाजे, आज त पिकनिक त साह्रै राम्रो भयो त हौ। आजको पिकनिक भात पनि प्लास्टिकमा, म त अघि माछालाई दिनु होला भनेर राखेको थिएँ आफूलाई। उसको चाहिँ छोरा राति खानु हुँदैन अरे, दिउँसै खानुहुन्छ अरे। माछाको अचार हो। बाजेको यो अमेरिका कतिचोटि हो? खै 30
छैन अब सालमा 1 खेप 2 खेप आउँछु आइरहनु हुन्छ